हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग मेरो नयाँ ब्लगमा हजुरलाई स्वागत छ गाइज अहिले चाहिँ बिहानको 7 बजिसकेको छ म चाहिँ हल्का जगिङ गर्नलाई बाहिर निस्किसकेको छ आजको मौसम मजाको छ गाइज धेरै समयपछि मजाले न्यानो घाम लागिरहेको छ हल्का सिरसिरे हावा अनि चलिरहेको छ गाइज अहिले चाहिँ म मजाले बाटोमा हिँडिरहेको छु यो समय गाइज अनि लगभग अहिले चाहिँ अब हिउँ पर्न छोडिसकेको छ गाइज 2 हप्ता जति भयो हिउँ परेको छैन अनि पानी हिजो राति मात्र परेको थियो अनि आज चाहिँ मजाको घाम लागेको छ अनि तपाईले देख्न सक्नुहुन्छ गाइज अब 10% मात्र हिउँहरू बाँकी छ गाइज अनि सबै कुराहरू हिउँ पनि पग्लिन लागिसकेको छ अब सबै माटोहरू देख्न थालिसकेको छ यता अनि यहाँ हिउँहरू थोरै बाँकी छ गाइज अनि घाम यहीँनिर लागेको छ मजाले टल्किसकेको छ गाइज यो समय गाइज अब मजाले एकछिन हिँड्नेछु जगिङ गर्नेछु त्यसपछि चाहिँ हामी ब्रेकफास्ट खान जानेछौँ आजको ब्रेकफास्ट के कति छ म त्यो पनि तपाईँलाई देखाउने नै छु गाइज होइन अनि स्केटिङ चाहिँ टन्न हिउँ भयो पनि स्केटिङ यहीँ नजिकैको स्केटिङ चाहिँ बन्द भइसकेको छ गाइज है यस्तो छ अनि सबै बन्द भएको छ दामी मुन देखिरहेको छ गाइज त्यसको ठ्याक्कै यो डाँडाको ठ्याक्क साइडमा मुन पनि छ सानो म तपाईँहरूलाई जुम गरेर देखाउने छु गाइज मुनको यस्तो प्रकारले सानो मुन देखिरहेको छ है ठ्याक्कै चन्द्रमा गाइज मजा आयो गाइज अब चट्ट एकछिन चाहिँ होइन घाम ताप्ने छु गजबको घाम लागिरहेको छ मजा आयो गाइज है आहा ओके गाइज मजाको न्यानो मौसमसँगै घाम पनि मजाले तापियो गाइज अब चाहिँ हामी ब्रेकफास्टमा जानेछौँ होइन अनि मजा आयो गाइज होइन शीतल मौसम मजाको छ ओके गाइज अब त लेलेममा पनि जात्रा आउनु लागिसकेको छ अनि धेरैले अब फेसबुकमा होइन अब जात्रा इज कमिङ सुन यसरी राखेर मजाले फेसबुकमा टक्क पुरानो भिडियोहरू अनि कतिपयहरूले चाहिँ होइन मेरो मैले खिचेको युट्युबको भिडियो चाहिँ टक्क त्यो जात्राको भिडियोलाई नै कट पेस्ट गराएर चाहिँ मजाले टुकुर राखेर चाहिँ खुसी लाग्छ क्या दाइ गाइज होइन दामी देखिरहेको थियो त्यो भिडियोहरू पुरानो भिडियोहरू आफैले हेर्दा दामी लाग्छ होइन सिनेमेटिक सर्टहरू एन्टिन चाहिँ दामी लाग्छ तर आफू बोलेको हेऱ्यो भने चाहिँ लाजै लाग्छ गाइज होइन सुरुमा मलाई बोल्नै आउँदैन थियो अब चाहिँ अलिअलि बानी भएको छ होइन त्यस्तो बोल्नु निम्ति अब यहाँ चाहिँ अलिकति लाज पनि हुँदैन कि मान्छे एउटै हुँदैन बाटो घाटोमा पनि मजाले बोल्दा केही फरक पर्दैन तर यहाँ चाहिँ अहिले चाहिँ मैले हल्का आजको भिडियो मैले भर्खरै रिभ्यू गरेर यसो सुने गाइज होइन खोलाहरू मजाले कलकल आवाज आइरहेको छ हामी सुन्दा चाहिँ मजा आउँछ तर मोबाइलले रेकर्ड गरेर चाहिँ झ्यार आउँछ कि गाइज साउन्ड आउँदैन अब चाँडै म एउटा सानो माइक किन्ने छु होइन हिजो मैले रिभ्यू पनि हेरेको थिएँ एउटा माइकको अनि त्यो माइक लिएपछि चाहिँ अलिकति साउन्ड राम्रो हुन्छ कि तर अहिले मैले चाहिँ क्यामेरा नलिने विचार गर्ने गाइज आइफोनबाटै मैले अब 4K 60 पर सेकेन्डमा राखेर खिच्ने विचार गरेको छैन त्यसबाट चाहिँ हल्का स्पेस चाहिँ धेरै लिँदछ तर चाहिँ भिडियो क्वालिटी बबाल आउँछ गाइज होइन अनि हेरौँ के हुन्छ है अब चाहिँ चट्ट त्यस्तै गर्नु पर्ला अब म क्यामेरामा चाहिँ लगानी गरिदिनु गाइज म होइन अनि चट्ट एउटा माइक चाहिँ लिनु पऱ्यो गाइज धेरै नोइज प्रब्लम आइरहेको छ त्यही भएर ल गाइज अब चाहिँ चट्ट ब्रेकफास्टमा जान्छौँ आज ब्रेकफास्ट के कति छ हामी हेर्नेछौँ है त्यो गाइज ल लेट्स गो ओके फाइनल गाइज मिठो खाना पनि खाएर आइयो गाइज अब चाहिँ चट्ट लुगा लाउने छु गाइज 7:50 भइसकेको छ गाइज ढिला हुन लागिसकेको छ जहिले यस्तो हुन्छ गाइज होइन अब चट्ट लुगा लाउने छु गाइज अनि ड्युटी जानेछु अनि ड्युटीबाट चाहिँ 2 बजे आज फर्कने छु त्यसपछि चाहिँ यस्तै राम्रो मौसम भयो भने चाहिँ आज बाहिर उता पार्कको हालखबर के कति छ हेर्नेछौँ गाइज अब टुलिप भन्ने एउटा फुलहरू फुल्दछ होइन त्यसको लागि सबै रेडी भइसकेको छ कोपिलाहरू लगाइसकेको छ त्यो कुराहरू म तपाईँलाई सेयर गर्नेछु अनि हामी अब ड्युटी जानेछौँ ड्युटीबाट फर्किनेछौँ अनि त्यसपछि सँगै भेट्नेछौँ जानेछौँ लेट्स गो है त गाइज लेट्स गो
ल ओके फाइनली गाइज अहिले 3 बजिसकेको छ अनि म चाहिँ पार्कमा आइसकेको छु गाइज होइन ब्रेक टाइममा हो गाइज इन्जोय गर्नको निम्ति अनि न्यानो घाम चाहिँ लागिरहेको छ अनि मेरो ब्रेकमै किन हावा चल्छ गाइज मलाई थाहा छैन गाइज यो चाहिँ 2 बजे पछाडि चाहिँ यहाँ हावा चल्छ हामी नेपालमा चाहिँ झुमसुमे बजारैमा 12 बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा भन्थ्यो होइन तर यहाँ चाहिँ 12 बजे नभएर 2 बजे पछाडि यस्तो हावा चल्छ गाइज स्टिल अहिले पनि हावा आइरहेको छ नोइज प्रब्लम हल्का हुन्छ होला गाइज है त्यसको लागि क्षमा प्राप्ति छ र ओके गाइज म चाहिँ यहाँ पार्कमा आइसकेको छु काम गर्ने ठाउँ भन्दा चाहिँ यहाँ हल्का जाडो नै छ कारण किन भन्दा मेरो पछाडि तपाईँले देख्न सक्नुहुन्छ होइन स्टिल हिउँ बाँकी नै छ गाइज अनि यहाँ तल पनि स्टिल हिउँ बाँकी नै छ होइन चिसो चिसो छ त्यही भएर टाउकै थिराउने चिसो छ गाइज अनि हावा चलिरहेको छ पुरै बसी बसी भ्लग बनाउनु पर्छ क्या हो गाइज अनि यहाँ के कति भइरहेको छ पार्कको अपडेट म तपाईँहरूलाई दिने नै छु गाइज यो पार्क चाहिँ यही नजिकैको ठुलो होटेलको हो गाइज यो चाहिँ निजी हो है सार्वजनिक चाहिँ होइन यहाँ चाहिँ धेरै अब हुन्छ नि लिमिटेड छ गाइज यहाँ फ्रिडम चाहिँ छैन अलिकति हेरेर गर्नुपर्छ भ्लगहरू पनि लगाइज आज म चट्ट यो पार्कको अलिअलि कुराहरू के को छ म तपाईँहरूलाई देखाउने छु गाइज लेट्स गो है त लगे गाइज आँखै चलक्क टल्किएको छैन मैले चाहिँ पुरै सेल्फी स्टिक यस्तो पछाडि छाता राख्ने जस्तो राखेको छ होइन गाउँले पारा लोकल पारामा गाइज होइन अहिले चाहिँ यस्तो मजाको घाम लागिरहेको छ यहीँ माथि घाम छ गाइज होइन अनि ओके गाइज अहिले चाहिँ स्टिल यता चाहिँ हिउँने बाँकी छ अनि क्या दामीले यिनीहरूलाई पुरै बोरा दिइरहेको छ यहाँ चाहिँ प्लान्टहरू जोगाउनुको निम्ति हिउँले नखाओस् भनेर यसरी राखेको छ अनि त्यहाँ चाहिँ यो कस्तो दामी डल्लो डल्लो रुखहरू है कस्तो बवाल देखिरहेको छ अनि स्टिल सबैले बानिरहेको छ गाइज निकालेको छैन अब यसमा रातो पालो आउँछ यस्तो बवाल रातो हुन्छ गाइज होइन यस्तो रातो हुन्छ गाइज यिनीहरू सबै हेर्दा अहिले काँडल खोज्ने जस्तै छ होइन अनि सबलाई बाँधिरहेको छ होइन यो चाहिँ पुरै एउटा गोलो टाउकोमा एउटा रुमाल बाँधेको जस्तो हुन्छ नि सनी देवलले बाल्छ नि यहाँनिर चट्ट सनी देवलले होइन ल उखाडुङ्गा भन्छ नि के समथिङ होइन त्यस्तै देखिरहेको छ होइन सबैले बाँधिरहेको छ गाइज यहाँ पुरै बवाल देखिरहेको छ के को बोर्ड होला गचक्क परेको छ होइन तर पनि अब यहाँ फुल छ गाइज यसमा सेतो फुल छ जस्तो लाग्दछ है मलाई चाहिँ कोपी लगाइसकेको छ है गाइज कोपीले यहाँ लागिसकेको छ यहाँ चाहिँ बेन्च छ बसेर यहाँ मजाको भ्युज हेर्ने ठाउँ छ अनि यहाँ धारो पनि छ नजिकै अनि यो अहिले चाहिँ हिउँले बिग्रिन्छ भने यो काठको छ नि त बिग्रिन्छ भनेर पुरै यस्तो गरेर छोपेर राखेको छ भने यहाँ स्टिल एउटा यस्तो छ लभ सेपमा बब्बाल भ्यू छ अनि गाइज अनि यस्तो छ यहाँ म पनि छु गाइज अनि यस्तो अवस्थाको छ यहाँ चाहिँ फोटो सेसन गर्ने ठाउँ हो है यस्तो बवालको सिन आउँदैछ यसरी फोटो सेसन गर्न मिल्छ अनि यताबाट यस्तो जगिङ हिँड्नको निम्ति दामी काठको गाइज होइन यस्तो प्रकारको छ होइन यस्तो मुढामाथि भनेको मुढाले छ अरे चाहिँ के हो यो मुढा चाहिँ सोपिस रहेछ गाइज यसरी काठको माथि यसरी राखेर बनाएको छ होइन सिम्पल तर राम्रो है दामी यसरी बनाएको छ अनि यो अब यो बोर्डहरू यो अहिले झिक्रिक्क परेको बोर्ड सबै रातो हुन्छ गाई त्यो रातो हुने दिन चाहिँ आउन बाँकी छ अनि यता यो झिक्रिक्क परेको यो लाइनै रुखहरू चाहिँ साकुरा हो अब मौसम आउँदैछ गाई साकुरा फुल्ने होइन यस्तो बवाल हुन्छ कि यहाँ चाहिँ होइन पुरै यो साकुरा त पुरै त्यो चुप्पा तल झरेर आउँछ गाई यसरी सर कर्ली कपाल जस्तो होइन बब्बाल झर्दछ दामी देख्छ अनि यस्तो त्यहाँनिर चाहिँ हिउँ रहेछ गाई त्यही भएर सेतो छ होइन पुरै यता चाहिँ कपाल छ यता चाहिँ ताल्लु चाहिँ कपाल नभएको जस्तो देखिरहेको छ पुरै चाया पढेको जस्तो के गाइस ताल्नु पनि चाया पढेको जस्तो देखिरहेको छ ध्यान अफ हाइट सनस्क्रिन लाउनु पर्यो लहर चाहिँ यस्तै छ अब यो पनि रातै हुन्छ यो रुख पनि बब्बाल रातो हुन्छ होइन त्यहाँ पनि धार रहेछ गाइस धार त जहाँ पनि छ यहाँ होइन अनि यस्तो पानीहरू दिनु पर्यो यस्तो सिँचाइको लागि अब म तपाईँहरूलाई टुलिप देखाउने छु होइन टुलिप चाहिँ यहाँ पनि छ है यहाँ तर हिउँले पुरिरहेको छ त्यहाँ छ जस्तो लागिरहेछ है यहाँनिर अघि गाइस हामी त्यहाँ जानेछौँ टुलिपको हालखबर के कस्तो छ हामी सोध्नेछौँ है त लेट्स गो जानलाई बाटै छैन गाइस यहाँनिर पुरै हिउँ रहेछ तर आइरहेको छ यता यहाँनिर आइरहेको छ गाइस हामी नजिक जानेछौँ तर कसरी जाने हो नजिक जानेछौँ 1 2 बुट पनि लाएर आएको छैन गाइस मैले त
अच्छा फेरि भाँच्ला यस यहाँ चाहिँ पानी नै जमिरहेको रहेछ गाइज स्टिल यो हिउँ पग्लेको पानी होला गाइज यहाँ पानी जमिरहेछ यो बोटहरू यो साकुराको बोट हो है यो सबै यस्तो तल निहुरिरहेको छ अब यसमा पालुवा लाग्छ गाइज फर्स्टमा कोपिलो लाग्छ अनि पुरै साकुरा होइन भनेपछि पयौँ हो गाइज पयौँको फुल फुल्छ मजाले अनि त्यसपछि चाहिँ पात आउँछ गाइज यो झरेपछि होइन अनि यहाँ टुलिप भएर आइरहेको छ टुलिप भनेको चाहिँ यस्तो हो केमिचोसँग हो नेपालीमा नेवारीमा चाहिँ है यस्तो आइरहेको छ थोरै तर पुरा रूपले आइरहेको छैन गाइज है यस्तै हो सरसर्ती तपाईँलाई मैले यहाँको पार्क देखाइदिएँ तल पनि पार्क छ तल चाहिँ नजाउँ होला अहिले त्यहाँ चिसो पनि हुन्छ अनि स्टिल हिउँ पनि हुन्छ गाई त्यो खोजमा छ नि त होइन अनि यहीँबाट देखिन्छ पुरै हिउँ छ गाई त्यहाँ होइन तल त्यही भएर तल चाहिँ नजाउँ अब एकछिन बस्नेछु गाई म चाहिँ रेस्ट गर्नेछु घाम ताप्नेछु अनि देन मैले चाहिँ यहाँ पछाडि उकुलेली पनि लिएर आएको छु हल्का प्र्याक्टिस गर्नु पऱ्यो रुममा बजाउन मिल्दैन गाई अनि यहाँ चाहिँ चट्ट मजाले हेलो 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 जति कराए पनि केही फरक पर्दैन गाई यहाँ चाहिँ होइन भनेर धेरै कराउनु पनि मिल्दैन तर ठिक लिमिट रूपमा गाए पनि हुन्छ यहाँ यस्तो मजाको ठाउँ छ यहाँनिर चट्ट बस्नेछु अनि एकछिन प्र्याक्टिस गर्नेछु अनि चाहिँ घरतिर जानेछु लगाइज अब चाहिँ म बसेँ है त क्या बबाल रहेछ ढुङ्गाहरू कस्तो दामी सफा के सफा दामी देखिरहेको छ मजा आयो गाइज यहाँ चाहिँ क्या तातो रहेछ यो काठ पनि है यस मजा आउँछ गाइज यो सिमेन्टमा बस्यो भने त पुरै चाकर चिसो भएर होइन पेट दुख्ने होइन गाइज अनि पेट दुखेपछि लास्टमा गएर टाउकोमै हो ह्याङ हुने होइन हुन्छ तर यो चाहिँ क्या तातो आइरहेछ मजा आयो गाइज यहाँ बस्नु चाहिँ दामी छ सबै काठै काठ यसरी ओछ्याएको छैन काठको के बनाऊ यो हिँड्ने बाटो बनाइरहेको छ होइन जे भैँटच भएको छैन माथि छ गाइज होइन मजाको ठाउँ छ ल गाइज इन्जोय गर्छु म पनि अनि तपाईँहरू पनि यसो हेरेर इन्जोय गर्नु होला लेट्स गो कति मिठो वचन प्रभुले दिएको रचना आहा कति मिठो वचन प्रभुले दिएको रचना जब म वचन पर्दछु झन् ठुलो इच्छा बढ्दछ जब म वचन सुन्दछु तब मन खुसीले भर्दछ आहा कति मिठो वचन प्रभुले दिएको रचना ल ओके फाइनली गाइज म चाहिँ अब रुमतिर जानलाई पुरै उठिसकेको छु गाइज लास्टै चिसो हावा चल्न थालिसकेको छ अनि काम पनि अस्ताउन लागिसकेको छ गाइज यता होइन ल ओके गाइज अब चाहिँ हामी रुममा जानेछौँ अनि ओफर पनि जानेछौँ नुहाउनेछु अनि फ्रेस भएर फेरि पनि काममा जानेछु गाइज आजको ब्लगलाई यतिकै राख्न चाहन्छु म चाहिँ एक्साइटेड पनि छु गाइज होइन धेरै समयपछि हातै दुख्ने गरेर मजाले गाउन पाएँ बजाउन पाएँ सिक्न पाएँ गाइज मजा आयो है अनि अब यस्तै मौसम भयो भने म चाहिँ प्रायः यहाँ आइराख्ने छु अनि बजाइराख्ने छु सिक्ने छु अनि अझ राम्रो प्र्याक्टिस गर्नेछु अझ राम्रो गाएर गायक बन्नेछु अनि गाइज ल अनि ल ओके गाइज आजको ब्लगलाई आछु कस्तो चिसो हावा आएको अनि ब्लग कस्तो भयो कमेन्ट गर्न नभन्नुलाई भिडियो क्वालिटी कस्तो आएको छ गाइज मैले 4K 60/सेकेन्डमा राखेर भिडियो बनाउनु कोसिस गरेको छु अनि साउन्डको लागि मैले चाहिँ आजै गाइज आजै ढिला राम्रो काममा ढिलो नगरौँ भने आजै मैले मगाएको छु त्यो चाहिँ भोलि पर्सि 25 तारिकभरिमा आउँछ 25-26मा आउँछ भनेको छु गाइज आज 30 तारिक भयो अनि के कति आउँदैछ कस्तो आउँदैछ हेरौँ गाइज होइन अनि रिभ्यू पनि लिएर आउँला गाइज अनि त्यो माइक हालेर भिडियो पनि लिएर आउँला आजको ब्लगलाई यति राख्न चाहन्छु गाइज अब ढिला भइसकेको छ अनि लामो भिडियो पनि भइसकेको छ अनि तपाईँहरू बोरिङ हुनुहुन्छ धेरै लामो भिडियो भयो भने गाइज अब चाहिँ आजको ब्लगलाई यति राख्न चाहन्छु भोलिको दिनमा नयाँ ब्लग साथ फेरि पनि उपस्थित हुनुहुन्छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् खुसी पनि बाँड्नु होला सी यू गाइज बाइ बाइ